हजुरले यो सामान दिनुभयो, दिन लाग्नु भएको छ विकास चेपाङको लागि एकदम अमूल्य कुरा हो यो है। तर अहिले के छ भने त्यहाँ समस्या त्यो बाबुको पहिला सुरुमा घर निर्माण गर्नुपर्ने देखिएको छ। आमाले पनि कराइराख्नु भएको छ, बिचरा साँच्चीकै पीडा पाछ, घर बन्न सके यो सामान लिएर त्यहाँ राख्ने पनि ठाउँ छैन। त्यसैले हामीले चाहिँ हजुरले यो सामान बराबरको पैसा दिन्छु भन्दै गर्दा क्यास दिनुहुन्छ कि अथवा क्युआर गरिदिनुहुन्छ? अहिले पठाइदिन्छु नि म, अहिले क्यासै दिएर पठाइदिन्छु। अहिले दिनुहुन्छ? क्यासै लिएर जानुहोस्, भोलि सिमेन्टी केही किन्दाखेरि थपथाप भइहाल्छ। अहिले तत्कालै दिएर पठाइदिन्छु तपाईँ। हुन्छ त्यो हामी विकासको घर निर्माणको लागि त्यो पैसा सदुपयोग गर्नेछौँ, घर आवश्यक सामग्री किनेर है। तपाईँले यो गर्नुभएको सहयोग एक थोपो खेर जाने छैन। किनभने पीडा हजुरले बुझेर त्यो बाबुको पीडा बुझेर हामीलाई सहयोग गर्नको लागि बोलाउनु भयो है। त्यसको लागि मुरी धन्यवाद दिन चाहन्छु हजुरलाई होइन। हामीले अरू त के गर्न सक्छौँ र, तर हजुरहरूले जसरी दर्शक रूपी भगवान रूपी दर्शक हुन्छ नि त, हेरेर त्यो बाबुको घर बन्न पर्यो जाडोमा बिचरा भनेर तपाईँले सदुपयोग हुनु पर्यो, पैसाको सदुपयोग हुनु पर्यो, कामको सदुपयोग हुनु पर्यो, आफूले गरेको कामको जस पनि पाउनु पर्यो होइन। सबैले चाहिँ नि देखुन् हेरुन्, सबैले सहयोग गरिदिउन्, हाम्रो जस्तै मन सबैले बढाउन् भनेर मैले दर्शकहरूलाई पनि जनताहरूलाई पनि त्यो भाइलाई जति सक्नुहुन्छ सहयोग गरिदिनु होला भन्न म पनि अनुरोध गर्दछु। हुन्छ होला, राम्रोसँग सदुपयोग गर्नु होला। हुन्छ होला, राम्रोसँग तपाईँहरू लाग्नु भएको छ, अझै सफल रहोस्, अझै तपाईँहरूको भिडियोहरू धेरैजनाले हेरुन्, सहयोग गरून्, तपाईँहरूको काम पनि सफल बनोस्, भव्य बनोस्, मेरो पनि शुभकामना छ। हुन्छ हजुरको आशीर्वाद लाग्नेछ भन्ने हामीले विश्वास गरेका छौँ। पदम प्रसाद पौडेल दाजु हुनुहुन्छ होइन, हजुर घर त यतै चितवने होला है। नमस्कार होइन। दर्शक पनि यति बेला हामी एमपी सप्लायर्स एन्ड डेकोर हाउस भरतपुर 8 लालीगुराँस चोक चितवनमा छौँ। विकास चेपाङको घर बनाउनको निमित्त पदम प्रसाद पौडेल यहाँको साउजी हुनुहुन्छ। उहाँले 8,000 पैसा 1 2 3 4 5 6 7 8,000 पैसा दिनुभएको छ। उहाँले यो विकास चेपाङको लागि यो सामग्री दिने भन्नुभएको थियो। तर विकास चेपाङको घरमा तपाईँहरूले पनि सबैले माया गरेर यस्तो सामानहरू केही न केही उपलब्ध भइएको छ। तर त्यहाँ राख्ने ठाउँ छैन। यो आवश्यक त थियो, तर हामीले यो अहिले लगेर राख्नको लागि नसक्ने भएको कारण हामीले पहिला सुरुमा आवश्यकता चाहिँ घर निर्माण देखिसकेपछि, घर निर्माण गरिसकेपछि यस्तो सामग्रीहरू विकास चेपाङको लागि जोडिदिने भन्ने सोचले हामीले उहाँलाई क्यासको नै आग्रह गऱ्यौँ। त्यसैले 8,000 उहाँले सहयोग गर्नुभएको छ। धेरै धन्यवाद। अब लालीगुराँस चोक अथवा चितवन यताउति तपाईँहरू सबैले यो भिडियो हेर्दै हुनुहुन्छ भने जति सक्दो यो भिडियोलाई चाहिँ लाइक गरिदिनु होला, सेयर गरिदिनु होला, के कस्तो लाग्यो कमेन्ट पनि गरिदिनु होला। अनि एमपी सप्लायर्स एन्ड डेकोर हाउसका यी सामग्रीहरू यो हाम्रो घरमा अत्यावश्यक सामग्रीहरू छ। तपाईँहरूलाई आवश्यक छ भने पनि तपाईँहरूले सम्झिन सक्नुहुनेछ अथवा लालीगुराँस चोकमा आउन सक्नुहुनेछ। ल अहिलेको लागि हामी जान्छौँ, छुट्टिन्छौँ। नमस्कार दाइ है। अब हजुरको बयान गरेर गुण गाएर साध्य छैन। हजुरले यो ठुलो सहयोग गरिदिनु भयो है, खुसी लाग्यो। तपाईँहरूले यो सहयोग गर्दै गर्दा विकासको घर बन्ने छ भने हामी पनि यो समाजमा देशमा केही राम्रो काम गर्नको लागि हामीलाई हौसला माया प्रेरणा त मिल्छ। सबैको मिल्छ। एक दिन मरेर जानु छ होइन। ल अहिले छुट्टिन्छौँ। नमस्कार।